story. The one equals. आइज भान्जी हजुर लगाइदिनु बिस्तारै अगाडि बस अलि अगाडि बस अलि अगाडि बस लिनु न लगाइदिनु सेतो 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 12 बजे अगाडि जो टिको लगाइदिहालौँ के लगाइदिहाल ल त्यही हो सेतो 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 लगाइदिनु अर्को रङ खै पूजा गर्ने होला नि पहिला कानमा तेल लगाइदिनु तेल खै रङ्गी चङ्गी तेल निकाल्नु यही लगाइदियो न तेल लगाइदिनु म त्यही पूजा गर्छु भाइला ल पहिला त भाइला पुज्नु पर्यो हैन अड्डिनु है दुई भित्ता उता लगाएछ हामीले धेरै कुछ नहुनाकै हेरियो फुल कता गएछ त ल छर्दै फुल बल्ल आइपुग्यो बिचरा कहाँबाट आउँदाखेरि उहाँबाट 11-5 मा हिँडेको नभए पर्दैन के त्यस्तो फर्किन्छ त्यस्तो बोक्छौँ बाछन्ले के थाप्नु राखिदिनु आटा ल ल ले जहाँ खाले चाहिँ पुग्यो ल रोटी गराइदिनु खाइलिउ न यो लगाउँदै गर मम्मी कुन हटीको दुईटै तेल लगाइदियो खाना तेल लगाइदिनु न तोरीको तेल लगाइदिन्छन् गएर तोरीको तेल थियो नि कहाँ भयो भाउ त्यही त्यसले लगाइदियो पौताको त्यसै लगाइदियो भने ओ भयो त गरी अलि यसो यसो पार्ने हो के त्यही छ त्यतिकै ट्याक्क त्यही त टाक्लुमा के तेल लगाइदिन्छ झन् लगाइदिन पर्छ नि खाना काना कपाला अलिअलि गरे हुन्छ ग 10 दूर लाउने यो धेरै हुँदैन खानामा त लाउने होला रोटीको त पर्दैन लगाइदिनु संस्कृतिले हुन्छ हो ल भयो मम्मी तेल हाल्दिनु त्यही गरेर अब टिका लगाइदियो तैँले टिका लगाइदिउँ सेतो लगाइदिनु दिदी पहिला त्यो पुरा सुता राखिदिनु त तपाईँले त 6 दिनकै यो एउटै टिको हो मम्मी कुन हो मलाई हुन्छ जुन लगाइदिनु भयो सहिलो हुन्छ के 3 महिना पहिला सेतो लगाइदिनु त्यहाँबाट ट्याक ट्याक रङ बोल्दिनु माथि एउटा तलबाट माथि ल्याउने नि जस्तो ए भाइ यता ठुलियो ठाडियो सिधा सिद्धमा नचलिकन बस है हात कामचन बाहिर मेरो त यहाँ कान्छन् भर्खर टिका हजुर केही खानु यो त कति राम्रो भयो कति लगाइदिनु एउटा लगाइदिने होला भइहाल्छ बदेरी माथि अहिले मुनिकै चोएर पुग्छ तलसम्म भयो अब 7वटा कलर लगाइदियो च्याम झ्याम 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 भइहाल्यो बोक्ला र बाबु हजुर बोक्ला र भोक त लाग्यो होला नि मम्मीको त कति राम्रो भयो है मेरो त किन भयो के विधि पुराण पुऱ्याउने हो तैँले टेढो लगाइदिस् ठिकै छ मैले माने तेरो हातलाई मान्यो भन्नु न रातो पहिला छ सका दाइले त्यस्तै कलर भिडियो कलर आयो त्यसै फोनै उठाउनु न अब त खाना पनि कसरी गर्छ रातो पछि कुन हो मम्मी जुन लगाइदियो भने 7वटा रङ हाल्ने यो पहिला रातो लगाइदे रातो लगाइदिनु बाङ्गो जुन लगाइदियो नि हुन्छ कि त्यो 7वटा कलर पुऱ्याउनु पर्यो यहाँ बाहुन कोही छैन सबै बाहुन आफै बान्नु हजुर बाउन गर्दा गर्यो त्यसरी हेर्दा तर टिका बाङ्गेलाई एकजनाले सिक्न पर्ने हो दुई मात्रै के हजुर राख्नु कृष्ण दाइले सिक्न पर्ने हो कि मैले गराउँछु त हजुरबाको के अरे बिँडो खानु पर्ने कतिवटा लाउने तिनवटा एउटै लाउने मैले ट्याक्कै पहिला 12 बजे हामी ल्याउनु पऱ्यो गएर टिका लाउँथ्यो भनेर एक बच्चा अहिले के 3वटा लाउने टिका टिका तिनवटा 7वटा लाउँछ पहिला एउटालाई उम्काएर अर्कालाई लगाइदिने होला गरेर यहाँ तिनवटा सेता लगाइदियो एकैचोटि सेता सेता लगाइदिने त्यहाँबाट ट्याक्कै रङ रङ लगाइदिने क्या भ्याइस कतिवटा पुग्यो अझै दुईटा त छिटो लगा उनीहरूले भइसक्यो कस्तो नलागेको दाइलाई कहाँ जानु हतार चाहिँ म ड्युटी गर्ने छ आज बढ के अरे भाइ टिकाको दिन भनेर समाचार हालिहाल्ने होला पहिले त धोइदिने जति खसाल्यो खसाल भयो विकल्प भयो नि आफै सिधो भएन र भयो आफै बुझेर खसाल रङ न दुनी भयो भयो हेर्छ अब माला लिएर आयो माला लिएर तैँले फलफुल के खाने त दे यति खायो तँलाई लगाइदिइहाल्छु म उम्किहाल्यो त्यत्रो माला देख्दिनँ यार त्यहीँ 1 घण्टा लाउँदै जानुको दिदी केही हुन जाम जन्ती नै नै भनेको यता के यो नि सबै लाउनु के रोज्न पर्दैन के 1 घण्टा लाग्यो अहिले बिसर भ्यारै आएको सजिलो के कलर यहाँ भयो लायो
अब झिलिमिली ल्याइदिने होला दिल्ला झिलिमिली दिल्ला के थप्न मिल्ला त्यहाँबाट हरियो ल्याइदिने ट्याक र्याकको हिरो अब रातो होइन रातो माथि सबै फुल निकाल्के सबै निकाले के एउटा टप्रीमा हालेर यहीँ ल्याएर राख्दै ए उ थोडा हालेन भन्दै घाँसी घाँस त अहिले नै खाएपछि होला बरु खाएपछि फुटाल्छ भयो सबै हेर त टपरी छैनन् मम्मी ककरी छोटै हो अब ल्याइदिनु ट्याक 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 अब त किसिम लगाइदिन्छ नि लगाइदिन्छु ए यता 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 हेर ल अब दुईटा माला बनाएको थिएँ किन मुस्किल एउटा तल लगाइदिने होला गरेर छ त्यही पछाडि मैले भ्याउने होइन त्यसले ए भेन्छ नै अब पर्साद एकछिन पछि ल्याएर मम्मीले गर्ने अनि तिमीहरू कोखर कुटाउँछ हामीले खान्छौँ रातो ल्याइदिनु प्यालो ल्याइदिनु हरियो हो न सुन्तला हरियो प्यालो नमाएर पहेँलो पनि सुन्तला नि ल्याइदिनु सुन्तला निलोको माथि पहेँलो हाल्दैन 1 2 3 4 5 6 निलोको माथि पहेँलो मलाई त खतरा भएछ पहेँलो निलोको माथि यहाँ त्यही टिपिक भयो भयो यस्तै लगाइदिनु हेर त अब क्यामेरा तान्छन् कि तान्छन् अब सीधा यस्तै त लगाइदिँदै पहिला पहिला अब यो त्यही हो लगाइदिएँ यो अब दुईवटा तिनवटा यो त भन्छ एउटा त्यो पिङ्क कलर भएको छ तल बरु ओरेन्ज कलर छ सुन्तला निलो लगाइदिएँ कि नि ल्याइदिनु अब एउटा ल्याइदिनु बा पहिलो राखिदिएँ किन यहाँ पनि आएर मोबाइल अहिले त यहाँ त लानु छ फेरि तैँले ए यसलाई मोबाइल चाहियो बेच्नु लानु ए देशीका छोडेर जाने भयो नि भयो मिसा टक्क भयो 12 बजेको टिका लगाएर नि भेल्यो 12 बजे माला खाना खाना लाग्यो खाना पर्दैन खाना कति राम्रो हो गाना लगाइदिनु क्या लगाइदिनु लगाइदिनु काना ए माला लगाइदिनु मम्मी खाना लगाइदिनुहोस् मलाई त नलाइदिनु भाइ चिसो लाग्छ लाग्छ चिरिक 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 हुन्छ काना त मेरो त निधार अहिले चिलाइसक्यो किसिमदाइको त के लामो त भएन छोटो छोटो भएछ मेरो त यहाँसम्म लाग्यो नि त मिल्छ आज होइन अझैको होइन चिल्लो ताली भयो नि कपाल आइसक्यो 3 दिन आइसक्यो अस्ति सलाद लगाएर ओसी दाइको छ बेया लगाएर नि विश्व झिलिमिली भयो भाइ त झिलिमिली माला लाउँछ भाइ नि लाउँछस् यहाँ पनि नलाइ अहिले त अगाडिको त छ नि डोजालाई दाता लगाइदिनु खै भैलो खेल्यो किन गाउँका कोही छैन कोही खेलेदिन कोही छ हुनु मान्छे नहुनु पहिला पहिला बरु हाम्रो गाउँको त भैलो हरायो हामी कोही यसले चाहिँ पर्छ त्यो ल भाइ यो माला लगाइदिनु ले वर्षले त होइन यो किसिमदाइको त यता लगाइदिनु के हो के हो त्यो यति लगाइदिएको नि के गर्ने हो त कहाँ लाउने हो कानमा सिकिदिने माला लाग्छ त्यो किन पर्छ माला नभए भएको ए माला होइन माला लगाएर पनि लाउँछन् अब जे छ सबै लाउँ लगाइहालौँ सबै लाउँ कहाँ नअड्डिनु बरोबर गोजा राखेर के चिज हो यो चाहिँ खै साइड हो के त दुगो त कहाँ पुग्यो सानो सानो भयो हाम्रो त सलाम सानो पर्छ यो जुङ्गुनेला सानो छ एउटा बाबुको लागि त्यही हो एउटा अलि अगाडि ल ताली यात्रामा मजा आउँछ जो विशालको होला दुई भाइलाई एउटै छ तपाईँ तिनजनालाई एउटै थियो ल के ल्याइहाल्नु त खाइहाल्नु एकदम छुट्टाउनु गइहाल्नु अनि तपाईँहरूलाई लगाइदिन्छौँ खासी त्यो माला यहाँ राखिदिन्छ मम्मी यहाँ खसिहाल्नु त्यही माला मलाई यिनीहरूलाई घाँटी यो वाला भाइला त यो लगाएर भइरहेछ यो वाला पठाउँछ त्यसलाई
त्यसो भए भयो भयो पाउनु यो विषय ल अहिले कल पुगेन यही माला तिमीलाई क्या मैले बेच्छु सस्तैमा के हो अहिले त खुब रेट बढाएर छ यो 500 रुपैयाँ 1 किलो ल्याएको के माला हो र के फुलेको होइन कहाँ छ यो ट्रिगम कसरी फाल्दिनु यसको यस्तरी मुहा हालेर आएको चाहिँ यहीँसम्म के हो खान मिल्दैन खाने अहिले गम गम्तीहरू ड्राई फ्रुट खा खाऊ मिठो हुन्छ कुकुर लागि कहाँ पत्यो राखिदिनु न विशालहरुको नि मिठो अब खाऊ खानुपर्छ यो भयो भने खान काटे यति चाहिँ चाख्नुपर्छ क्या आज भोरै खानुपर्छ बाबु हो विशाल तिमीलाई अप्ठ्यारो हो ल ल होइन नि यति यो चाख्यो यति यो चाख्यो सानो भाइले आएन मलाई त अचारै दिएन नि त अझ कामबाट मम्मी हो त्यहाँ खाँदै बाबु यति यो चाख्यो हो के थोरै खानुपर्छ खाऊ म त सबै खाएँ ल न अरू चम्मच दिए त मलाई यति धन्यवाद दिनु चम्ची त्यही हो खाँचेरै खा म खाएर भ्याएँ है सबै चाख्यो हामी गयौँ है अब यात्रा राम्रो जानु होला ऊ खै केले पुरानो अब धीरे धीरे पुरा कतिवटा खानु त्यो सिलौटाको लोरो छैन छैन लोरो ए ढुङ्गाले फुटाल्यो यता आउनु नलाई त हामीले हेर्नुहुन्न होइन नाइ डिस्टर्ब हुँदैन ए के छ यो वन सबै खानुपर्छ कि थोरै चाख्न सबै मैले टोक्टा मातल छैन हामीलाई केही खाएन कि खाइदिनु दुईटा मलाई एउटा खाइदिनु है मलाई फस्ला विशाल बन्द गरिदिनु हुन्छ है बन्द गरिदिनु त धेरै भए पुग्न खाइरह बस्दै बसेँ होइन नि होइन तिमीले पनि थपिदिने होला दाइले लगाइदिएपछि पुग्यो